यो सानो सानो मूर्तिहरू चाहिँ के हो, अलग अलग हो हैन? कुन मूर्ति? यो यहाँ भित्र राखेको छ नि। त्यो त प्रत्येक उसको आफ्नो ल साथी हो, हाम्रो तामाङको अस्तित्व बुझ्नको लागि चाहिँ राम्रोसँगले जान्नको लागि चाहिँ तेमाला आउनु पर्दो रहेछ। गुरु पुङ्गा डुम्बासाङ लामा। यहाँ देखिराख्नु भएको तपाईँले यो मूर्ति हाम्रो वज्र गुरु भन्छ। यो ठाउँ चाहिँ यस्तो ठाउँ कि नै साथी मारेर गाडेको ठाउँ हो रे यो चाहिँ। गुरु रिम्पोछेले तामाङको अस्तित्व बुझ्नको लागि चाहिँ तेमाला आउनु पर्दो रहेछ। धेरै कुरा थाहा हुँदो रहेछ साथीहरू। म पनि पहिलोचोटि आएको हो, रमाइलो लागिरह, यसो बुझ्दैछु।